नमस्ते गाइज, नमस्ते। आज चाहिँ हामी कहाँ छौँ? सिमुङदेखि माथि सिडकमा जाँदैछौँ र आज चाहिँ हामीसित को आउनु भएको छ? अनि यहाँ चाहिँ मसित चच्चा, इधर त देखो। अच्छा, आज चाहिँ हामी क्रस सेक्सन लिन जाँदैछौँ। कतिको कटिङ भएको छ छैन, मेसिनहरू कतिको चलेको छ छैन। र आजको मौसम यस्तो घाम लागेको छ, पानी चाहिँ यस प्रकारको छ बाटोमा। बाटो कहिले बनाउने छ? कहिले? छिट्टै बर्खा लागिसक्यो, कहिले बाटो बनाउने? उयो सिमुङको जुम हुँदैन, त्यो चाहिँ सिमुङको रातो देखिने भाग चाहिँ त्यो गुम्बा हो र बाटो यस प्रकारको छ। अलि बढी उका हाम्रो स्टाफम्यान आज एकाउन्टेन्ट सरलाई पनि लिएर आए मेजरमेन्ट लिनलाई चाहिँ मान्छे नपुगेर। फर्स्ट टाइम म आएर छु, फर्स्ट टाइम लाइफको पहिलोपटक हो यो ठाउँ। अरू के ठिकै छ, रमाइलो नै भइरहेछ, तर त्यही ठाकिरहेको छु, लास्टै गरिरहेको छु। यो पर्छ है, थाक्नु पर्छ। माथि बाटो यस्तो छ, अलिक धेरै उकालो बाटो पनि राम्रो छैन माथिको भिडियो चाहिँ। सो हामी गलिसकेका थियौँ, अलिकति बसेँ माथि आएर। र यहाँ छ हाम्रो एकाउन्टेन्ट, अनि यहाँ छ हाम्रो र प्रकारको चाहिँ खराब भएकोले हामी चाहिँ यो बाटो रोज्यै यहाँबाट अलिक छिटै पुगिन्छ अरे 15 मिनटमा। त्यही भएर हामी यो बाटो हुँदै उकालो लाग्यो। बाटो यस प्रकारको छ, हेर्दै गर्नुहोस्। गलिसके भन्दै हुनुहुन्छ, गलिसके। अनि यो रक एरिया, यो चाहिँ तपाईँले टोटल रक एरिया पर्यो। अनि चिप्लो पनि हुन्छ, झर्ने चान्स बढी हुन्छ यसमा। एकाउन्टेन्ट भन्दै हुनुहुन्छ अबदेखि आउँदिनँ, गलिसके उकालो रहेछ बाटो। अनि यस्तो गोरेटोको बाटो गलिसकेर बसिराख्नु भएको छ, कस्तो भयो आजको? अनि गोरेटोको बाटो यस प्रकारको छ। अनि यहाँ चाहिँ अब कहिले आउने सर? होइन, आउनु न अर्को दिन पनि, बाटो बनिसकेपछि आउने। तपाईँको के छ? म त आइरहेको छु, मेरो साइटै हो। साइट हो, अनि कहिले बनाउने बाटो? भएन भन्नु न, होइन भन्नु न, बनाउनु। यो सिडकमा चाहिँ पानी पाउँदैन, त्यही भएर हामीले थर्मस 2टा अनि एउटा थर्मस चिया छ लिएर आएँ 3 जनाको लागि। 3वटा थर्मस र म माथि जाँदैछु। प्रकारको छ हेर्नुहोस्। अनि यहाँ चाहिँ बिस्तारै आउँदै हुनुहुन्छ। पसिना भइसक्यो। अनि अहिलेको टाइम चाहिँ ठ्याक्क 9:15 भइसकेको छ। अनि आज मौसम चाहिँ एकदमै राम्रो छ, कुल। अनि बाटो चाहिँ यस प्रकारको हेर्न सक्नुहुन्छ। म गलिसकेको छ, माथि पुगेर अलिक मजाले भिडियो बनाउने अहिले चाहिँ ठिकै छ। सबैजना गलिसकेको अवस्था छ अहिले, के भन्ने। माथि आइपुग्यो र यस्तै छ। यहाँ चाहिँ क्याम्प छ सुनमदारीको। अनि के छ अरे हामीलाई? के छ? गाह्रै छ कसलाई? सबै दिनु लागि हो। अब पैसा टाइममा दिने कि नदिने? तेल उठाइदियो अरे, यहाँबाट एकदम उठायो नि। किन उठायो? किन के थाहा अब चाहिँ हामी यहाँ साइड पुगिसक्यौँ र यहाँदेखि चाहिँ अब हामी चाहिँ क्रस सेक्सन लिन्छौँ। क्रस सेक्सन यो पोलदेखि चाहिँ पोललाई चाहिँ मान्छ। यो हामी चाहिँ यसरी क्रस सेक्सन लिँदै यहाँ सरले चाहिँ क्रस सेक्सन लिँदै यहाँ यो चाहिँ हटिया खोइ देखिएन त, यो चाहिँ हटिया देखिन्छ अलिअलि। हामी चाहिँ यहाँसम्म त पुग्नु छैन अहिले, यहाँ मुनिसम्म मात्रै पुग्नु छ। र यसरी चाहिँ हामी क्रस सेक्सन लिँदैछौँ अहिले। र आज हामी एकाउन्टेन्ट सरलाई पनि टेप सामान ल्याएको छु, मान्छे नपुगेर। त्यही भन्नुपर्छ, हेर्दै गर्नुहोस्। हामी चाहिँ मेसिन भएको ठाउँसम्म आइपुगे। यहाँ चाहिँ यसरी हुँदैछ। अनि यहाँ चाहिँ मेसिन 2टा तेल सकेर बसेको छ। यहाँबाट हटिया त मजाले देखिँदैन, तर देख्नु पर्ने हो, अलिक मौसम बदली। र अहिले चाहिँ हामी
नयाँ ट्र्याक यो बाटो चाहिँ यस्तो थियो। यो ट्र्याकमा चाहिँ अलिक ब्रेथ पुगेन, चौडाइ पुगेन, त्यही भएर चाहिँ यो बाटो ट्र्याक खोलेको छ। अनि हाइट कति छ? 6 मिटर ठिकै छ। 6 मिटर अनुसारमा यहाँ लगेको छ। अब बाटो चाहिँ यस प्रकारको हिलो जाने। सो फाइनली हामी चाहिँ यो इन्डिङ पोइन्ट छ, त्यो चाहिँ न्यू ट्र्याक हो। पहिला चाहिँ बाटो यता थियो, यतापट्टि चाहिँ थियो, अब बाटो छैन। यो न्यू ट्र्याक हामीले सबै मिचर गरिसकेर अब सामानहरू चाहिँ ओसारेर अब लानुपर्ने अवस्था भयो, बेला भयो र गली पनि सकिएको छ। आज हाम्रो कामहरू सबै सक्यो। यहाँ इनर्जी ड्रिङ्क, यहाँबाट सरले हिजोको इनर्जी ड्रिङ्क बचाएर राख्नु भएको थियो। आज चाहिँ इनर्जी ड्रिङ्क खाने र अलि 2 किलोमिटर, लगभग 2 किलोमिटर हिँड्नुपर्छ माथि, त्यसपछि सिमुङ पुगिन्छ। अहिलेलाई चाहिँ यो न्यू ट्र्याक हेर्दै हुनुहुन्छ। यो तलको चाहिँ न्यू ट्र्याक हो, यो माथिको चाहिँ तपाईँलाई पुरानै हो। अलिक बाटो विथ पुगेन, त्यहाँ चाहिँ 3-4 मिटर मात्रै पुग्थ्यो एउटा गाडी अट्ने। अनि पहिरो जाँदा चाहिँ बाटो हुँदैन थियो, त्यही भएर यता चाहिँ न्यू ट्र्याक खोलेको छ। र त्यही नै भन्न चाहन्छु। हटिया मजाले देखेको छैन, हटिया गाउँ, त्यही भएर ल त बाई। हामी चाहिँ फर्किँदैछौँ कामसाम सकेर। बाटो चाहिँ यस प्रकारको छ। झऱ्यो भने तल, हाम्रो सर चाहिँ पछाडि अलिक छिटो। अनि अर्को सर चाहिँ यहाँ, उहाँ सर चाहिँ यहाँको साइड हेर्नुहुन्छ। अनि म चाहिँ तलै हेर्दैछु अहिले। त्यही भएर आज चाहिँ दुईजना मिलेर यहाँ कटिङको क्रस सेक्सन लिएर तल जाँदैछौँ। अब काम पनि सक्यो, बिस्तारै गइन्छ। अनि हाम्रो गाडी चाहिँ सिमुङ गुम्बा नजिक छ, यहाँ आउनु सकेन, ऊ माथि जानुपर्ने छ। हामी चाहिँ अहिले सिमुङ गाउँ पुगिसकेको अवस्था छ र हामी चाहिँ माथि काम सकेर झन्डै अहिले 1 बजिसकेको छ। 1 बजिसक्यो, 12:57 भनेको त अब 1 बजिसकेको अवस्था छ। र खानासाना केही खाएकै थिएन हामीले। अब यहाँ चाहिँ खाजा खाने। अनि बिहान पनि खाजा पनि खाएको थिएन, चिया मात्रै। बाटो चाहिँ कता हो? बाटो सायद त्यहाँबाट होला। र यो चाहिँ सिमुङ गाउँको भिलेज यस प्रकारको छ। बाटो चाहिँ यस प्रकारको हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ पसलमा थोरै खाजा खाइन्छ। अनि यहाँदेखि चाहिँ अब 1-2 घन्टामा तल पुग्छ। हुन्छ, हामी 3जना छौँ, त्यही नै भन्नु पऱ्यो। अब झन्डै पुग्ने लागे।